कोशी प्रदेश नामाकरण भइसकेपछि जो आन्दोलन चलेको छ त्यो आन्दोलनका सन्दर्भमा आदिवासी जनजाति लगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूले बालुवाटारमा प्रधानमन्त्रीलाई आएर भेट्नु भएको थियो र मैले त्यहाँ यसको बारेमा पनि केही कुरा राखेको थिएँ र अनि पछि यो आन्दोलनको क्रममा शहादत प्राप्त गर्ने गाजीलाई शहीद घोषणा गराउनेमा पनि मैले क्याबिनेटबाट निर्णय गरेको र क्षतिपूर्तिको निर्णय पनि मैले त्यत्तिकै गरेको होइन, किनकि मैले पहिचान र अधिकारको आन्दोलनको नेता हुनुको नाताले मैले आदिवासी जनजातिको पक्षमा निर्णय गर्नुपर्छ भन्ने दायित्व मलाई अवगत छ र म निरन्तर तपाईहरुको साथमा रहनेछु। एउटा कुरा के अप्ठ्यारो पर्यो त भने 2070 मा मैले नेतृत्व गरेको पार्टीले